यो छाला देखाउनु बित्तिकै त तपाईहरुलाई थाहा भइसक्यो यो के को मासु भन्ने कुरा त। अझ मेरो फेभरेट हो। त्यो हाम्रो बाले अब पुरा घिउ जम्मा गर्दै हुनुहुन्छ। आमामा बा यो के को घिउ हो? बोका हेर्ने हो गाइस, बोका बोकाको मासु यस्तो बर्बाद पाक्दैछ। मैले बिहान बढाइदिन्छु है पारेर बेन्स काउलीको महाबिहान 1 गरिदिएर बर्बाद छ। हेलो नमस्ते गुड मर्निङ एभ्रिवन, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै आएर हुनुहुन्छ होला। दिपेन्द्र ब्लगमा यहाँहरूलाई स्वागत छ। शुभ बिहानी सबैमा, धेरै माया धेरै सम्झना। आजभोलि निकै भिडियोहरू चाहिँ स्टक राखेर म एकदम आराम गरे जस्तो भएको छ, तर काममा चाहिँ व्यस्तै छु है। प्याज छिल्दैछु, मेरो मर्निङ ड्युटी सुरु भइसकेको छ। आजको तरकारी मेरो भाइले काट्दैछन्। ए नलड्नु बिस्तार बिस्तार। यहाँ अस्ति मेरो डन्नै ढाड फुस्केको, तपाईँ जोगिनु होला, चिप्लो बेसरी छ अनि त्यो फुस्किहाल्छ। अनि सुमन भाइ के छ? वेलकम दाइको दिपेन्द्र ब्लगमा स्वागत छ सुमनलाई है। अनि बिग मेरो सपोर्टर मेरो भाइ सुमन, यस्तो खुङखार छन्, अब यस्तो मिठो पकाउँछन् यहाँको चाहिँ नि अब पोर्क। अनि हाम्रो निरज सर स्वागत छ तपाईँलाई। अहिले यहाँ आएर बोल्ने रे भगवान्। हाम्रो मर्निङ ड्युटी सुरु भइसकेको छ। टक्क लाएर हाम्रो चाहिँ सबै आफ्नो काममा व्यस्त छौँ, 2-4 जना मात्रै है यति बेला। अनि हाम्रो 2 जना चाहिँ चिया खान जानुभएको छ। म चाहिँ मजाले प्याज छिल्दैछु। अब यो बाँटाभरि अनि अर्को बाँटाभरि प्याज छिल्नु पर्ने हुन्छ। यताबाट हिजो तपाईँहरूले पकाएको मिठो बास्ना आयो भन्दै आमाहरू झेलबाट उहाँको सागबारीमा पानी हाल्न आएको यता हेरेर बस्नु भएको छ जालीबाट। टक्क लाएर आज चाहिँ हाम्रो लगभग 300 जनाको पार्टी छ। मैले यो बोरा प्याज छिलेर अब कति बेला भ्याउने हो, भाइ पनि लाग्छन्। अब यसलाई बोइल गरेर मस्ट पाराले यस्तो दामी बनाएर खानुपर्ने हुन्छ। अनि सट्ट अब हेर्दै गर्नु के हुन्छ। अब जति बेला फुर्सद हुन्छ र दिमागमा झ्याप आउँछ मैले भिडियो गर्नुपर्छ भने त्यति बेला म चाहिँ भिडियो अन गर्नेछु। अब भने हामी दाजुभाइ नन स्टप प्याज छिल्ने र कटिङमा लाग्नेछौँ है त। हेर्दै गर्नु होला, माया नमार्नु होला। सो त्यही हो गाइस, यति बेला हामीले चाहिँ दाजुभाइ लाएर 20-22 केजी प्याज फाइनल कटिङ गरिसक्यौँ। आज धेरै पछि हाम्रो अर्जुन भाइसित भेटघाट दाजुभाइ ट्याक्क लाएर। भाइ स्वागत छ। आज धेरै पछि बल्ल भेट्दै दाजुभाइ, अनि उनलाई सन्चो थिएन, आज निकै दिनपछि बल्ल आएछन्। एउटा चाहिँ हाम्रो सेफ सर अनि भाइहरूले ट्याकटुक पारेर बेन्स काउलीको महाबिहान 1 गरिदिएर बर्बाद छ। अब चाहिँ सर्लक्क हाम्रो टमाटर बोइल हुँदैछ। बहिनीले लसुन केलाउँदैछन्। हाम्रो यता तरकारी पाकिसकेको छ। अब टक्क लगाएर चाहिँ हामी प्याज काटिसकेपछि कोही सलादमा कोही आफ्नो काममा व्यस्त हुन्छ। त्यसपछि भिडियो गर्ने फुर्सद खासै हुन्न। नन स्टप अब भट्टीहरू अब तात्तिन्छन्, हामी पनि सँगसँगै तात्तिनु पर्ने हुन्छ। अनि खानासाना खाएर हामी चाहिँ साँझसम्म अब उभियो है त। सो साथीहरू यति बेला चाहिँ हाम्रो करेक्ट 11:30 भइसकेको छ। हामी चाहिँ खाना बसेका छौँ। आज चाहिँ अलि साँझतिर खाना निकाल्ने भएको भएर सबैजना फुर्सदिलै थियौँ। सबैजना एकैचोटि खाना बसेका छौँ। आज चाहिँ स्पेसल के थियो, ट्याक्क यो छाला देखाउनु बित्तिकै त तपाईँहरूलाई थाहा भइसक्यो यो के को मासु भन्ने कुरा त। अझ मेरो फेभरेट हो। आज सुनमा सुगन्ध यसमा यो अनिवार्य हुन्छ। घाम लाग्यो के कागज चिन्चाडी खुर्सानी करप्प भात झर्याप्प निकै लामो समयपछि खायो। घरमा फेरि कसैले खाँदैन हो, त्यही भएर कहिले काहीँ संजोगले यसरी खाने हो। आज चाहिँ मजा आयो। बनाउन पनि हाम्रो सेफ सरले बनाउनु भएछ। क्रेडिट चाहिँ सेफ सरलाई जान्छ कि बनाउनुको। यता सरले बनाउने मात्रै हाम्रो सेफ सर फेरि खानुहुन्न यो। तर जे होस् मजाको बनाएको। सिसरलाई पनि देखाइदिनु। सिसरले के खानु भयो? चिकन। यो चाहिँ यस्तो हुन्छ नि, यो छाला असाध्यै मिठो हुन्छ क्या। मुख पनि बनाउनु पर्यो क्या।
सपना होइन कि मेरो पुरा पानी ल्याउने मान्छे देख्दिनँ यार यता हेर्छु उता हेर्छु कोही छैन यसलाई हल्का अमिलो कागती लास्टमा टक्क निचोरेर खानुपर्छ बोइल गरेर बनाउनु पर्छ वाह साँच्चै मजा आयो धेरै समयपछि खान्छ अब कहिले काहीँ घरमा ल्याउनु दिन्न मार्छन् अरू थप्छ तिमी हो यो मान्छे डुलाइसक्यो रहेछ सुमन तिमीले जम्मा 2-3 पिस हालेर रहेछ उता यहाँ नागले खाने दिएन कि अब फेरि थप्छु भन न मैले आधा आधी भ्याएर लड हो नि त पहिले टेस्ट गरे हो ल ठिक छ जस्ट स्टार्टर मात्रै हो कि हाम्रो अर्जुनको झन् भात पनि जम्मा 1 पन्यु मात्रै थियो डङ्गरा सो त्यो गाइज हामी चाहिँ खानासाना खाएर ट्याक्क चाहिँ नि अब हामी इन्ट्री हुँदैछौँ यहाँ भाइहरूले सजावट गर्दै रहेछन् यो हाम्रो किचन है अब हाम्रो इन्ट्री भइसकेको छ यो के हो सर रातै रातो यो चाहिँ हाम्रो चिकन अब चाहिँ हामी सरसर्ती तयारीतिर लाग्नुपर्ने हुन्छ यो मुस्टाङ आलु अनि टमाटर लसुन छिलेर अलपत्र भद्रगोल छ हाम्रो अब चाहिँ सेफ सरहरू आइसक्नु भएको छ ट्याकटुक अर्जुन सुमन सब फटाफट ड्याङडुङ पारेर अब हामी म चाहिँ सलाद काट्नतिर लाग्नु पऱ्यो सो खानासाना मजाले खाइयो आज सबैजना बसेर मजा लियो अब हामी आफ्नो ड्युटीतिर लाग्छौँ फुर्सद भए अब एकछिनमा के हुन्छ 50% हामीले तयार गरिसकेपछि फेरि भिडियोमा ओपन हुन्छ है त सो त्यो गाइस यति बेला चाहिँ नि घडीमा 5 वरिपरि बजिसकेको छ हाम्रो चाहिँ अर्जुन भाइले ट्याक्क तरकारीको लागि आलु सालु कटिङ गरिरहेछन् अब यहाँ मुस्टाङ आलु फ्राई भइसक्यो टेम्पुरा फ्राई भइसक्यो हाम्रो निरज सरले चाहिँ अब फुलबुट्टाको तयारी गर्दै हुनुहुन्छ अहिले डेकोरेसनमा सजाउने अनि चाहिँ यता हाम्रो मटन यता बोका अनि सरलक चाहिँ हाम्रो सुमनले फेरि के गर्दैछन् भने यो चाहिँ नि बिबिक्यू चिकन गर्दैछन् मजाले म गर्दा थाकेर एकछिन चाहिँ रेस्ट गरेँ अनि भाइले चाहिँ ननस्टप हाने हाम्रा बाप कहिले थाक्दैनन् काम गर्दा यस्तो मजाले काम गर्नुहुन्छ झक्क लाएर अब हामीले भात चाहिँ यता हो पकाउने यसमा राइस ससेस यहाँ काटिसकेका छौँ यो डेक्सीहरू निस्किने बाँकी छन् आज धेरै छैन जम्मा 250-300 जनाको हो त्यही भएर रसगुल्ला यो भित्र छ यो चटनी भइहाल्यो यो चाहिँ स्विट कर्नको लागि है हामीले चाहिँ लगभग एभ्रिथिङ तयार गरिसकेका छौँ अनि यहाँ चाहिँ हाम्रो सलाडहरू 3 प्रकारको सलाड हो सबै काटेर तयारी चिल्लीको लागि सबै कटिङ यो चाहिँ गुन्द्रुक अचारको लागि अनि यो चाहिँ स्विट कर्न साँडेको किनौर साँडेको लागि लगभग एभ्रिथिङ हामीले 75% अब रेडी गरेर भनौँ न त ट्याक्क लाएर अब सुमन ननस्टप बिजी छन् त्यो हाम्रा बाले अब पुरा घिउ जम्मा गर्दै हुनुहुन्छ आमामा बा यो के को घिउ हो ओरिजिनल घिउ हो त्यसमा चाहिँ 2 पटक फ्राई गरेर हामीले ओभनमा हाल्छौँ त्यसपछि एकदम क्रक बनाएर बल्ल डेक्सी हाल्छौँ है त सबै गाइस यति बेला चाहिँ 10:30 भइसकेको छ हामी चाहिँ सबै सरसफाइतिर लागेका छौँ लगभग हामीले सामानहरू सबै ठन्काइसक्यौँ दिदीहरूले भाँडा धुने हालत म देखाउन चाहन्छु हल्का हेर्नु चिप्लो पानी हालेर बिजोग छ अब सरसफाइ गर्ने कार्यक्रम भइरहेको भत्तीहरू कोट्ने हाम्रो सुमन लागि परेछन् अर्जुन उता निरज उता सेव उता म यता यी हाम्रा बा यता हाम्रा बाले चाहिँ चट्ट हामीलाई खाना खुवाउने अब मासु व्यवस्था गरेर भात मासु हामीलाई चट्ट पकाएर राख्नुभयो भाँडाको त अब नदेखाउँ होला बिजोकै छ है दिदीहरूले अब राति 12 बजी भ्याउनुहुन्छ कि 2 बजी भ्याउनुहुन्छ हामी चाहिँ सबै चाहिँ नि बचेका चिकनहरू अब मसला मरेका चिकनहरूलाई यसरी चाहिँ पकालेर राखिएको छ अब सरसफाइ कार्यक्रम हुँदैछ है त
टक्क कुचो लाउने तिलिक्क तल्काउने। अब चाहिँ पुरा सरफ हालेर मजाले घोटेर बचेको सामानहरू फ्रिजमा हाल्ने। त्यसपछि बल्ल घरतिर लम्किने है त। यही हो जिन्दगी मस्त पाराले। अगाडि न त अगाडि न अगाडि पैसा भर पछि भन्नु कति बज्यो अरे? 12 बजे 12 बजी करेक्ट 12 बजिसक्यो। हामी घर आइसक्यौँ है। 12 बजी हाम्रो ड्युटी सक्यो र आज चाहिँ पैसा लिने हिसाब किताब गर्ने अनि सबैजनाले सरसफाइ गरेर खाना खाएर जाने भनेर चाहिँ अलि ढिला भयो। हामी 3 दाजुभाइ ट्याक्क लगाएर टेलर घर आइसक्यौँ। अर्जुनी म उससम्म ट्याक्क। सो त्यही हो गाइज, यति बेला चाहिँ रातको 1 बजिसक्न आँटेको छ। हामी चाहिँ आएर थकाइ मार्दैछौँ। सुमन भाइ सुतिसके, भाइ अर्जुन भाइ बाहिर गएन। म फेरि यहाँ सुत्न लाग्छु। नानीमा बुढी त्यहाँ सुतेको रहेछ। अनि मैले आज चाहिँ काम गरेको पैसा पनि ल्याएको छु है। पैसा चाहिँ मैले कति ल्याएँ के गरेँ भन्ने कुरा मैले बिहान बुढीलाई दिन्छु है। अहिले भने हामी आराम गर्छौँ, दिनभरिको थकान छ। सबैजनाले माया गर्नु होला, साथ सपोर्ट गर्नु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला है त। यति भन्दै अब हामी गुड नाइटतिर लाग्छौँ। सबैलाई धेरै धेरै धन्यवाद यहाँसम्म भिडियो हेरिदिनु भएकोमा। टाटा बाई बाई, जय नेपाल।